यदि नेपालबाट सधैँभरिको लागि भ्रष्टाचार हटाउनु छ भने नेताहरूको तलब 1 लाखबाट बढाएर सिधै 10 करोड बनाउनु पर्छ र उनीहरूको एउटा कडा इक्जाम लिनुपर्छ। यो कुरा सुन्दा तपाईलाई पागलपन जस्तै लाग्छ होला, तर यही एक्ज्याक्ट फर्मुलाले सिङ्गापुरलाई करप्सन फ्री देश बनायो। सबैभन्दा पहिले स्यालेरी। सिङ्गापुरको प्रधानमन्त्री ली क्युनले एउटा सिम्पल फिलोसफीमा विश्वास गर्थे। यदि देश चलाउन कम्पनी चलाउन भन्दा पनि धेरै गाह्रो छ भने किन नेताहरूलाई सिइओ जतिकै तलब नदिने। उनले सिङ्गापुरको टप सिइओ, डाक्टर र वकिलहरूले कति कमाउँछन् भन्ने हेर्छन् र त्यसैको आधारमा मन्त्रीहरूको तलब राख्छन्। उनको लोजिक सिम्पल थियो। यदि देश चलाउनु कम्पनी चलाउनु भन्दा पनि गाह्रो काम हो भने नेताहरूलाई पनि सिइओ जतिकै भ्यालु दिनुपर्छ। त्यसैले आज सिङ्गापुरमा इन्ट्री लेभल मन्त्रीहरूको तलब पनि 7 करोडबाट सुरु हुन्छ भने अर्कोतिर नेपालमा एउटा नेताले चुनाव लड्नका लागि औसतमा 2 देखि 5 करोडसम्म खर्च गर्छन्, तर ऊ चुनाव जितेर गएको 5 वर्षमा जम्मा 60 लाख मात्र कमाउँछ। अब तपाईले नै क्याल्कुलेट गर्नु त्यो बाँकी पैसा उसले कहाँबाट पुरा गर्छ? अभियसली भ्रष्टाचारबाट। त्यसैले नेपालमा मान्छे ठिक हुँदा हुँदै पनि सिस्टमले नै उसलाई गलत काम गर्न बाध्य गराउँछ। दोस्रो, कडा सजाय। ली क्युनले भ्रष्टाचारलाई रोक्नका लागि नेपालको अख्तियार जस्तै नयाँ संस्था बनाउँछन् र उनले त्यो संस्थालाई फुल पावर दिन्छन्। यदि कोही मन्त्रीले महिनाको 7 करोड तलब पाएपछि पनि भ्रष्टाचार गर्छ वा गर्ने कोसिस गर्छ भने त्यो नेतालाई 6 महिनाभित्र जेल चलान गरिन्छ। उनले त्यो संस्थालाई यति पावरफुल बनाएका थिए कि जसले शङ्का लागेमा सानो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म जो कोहीलाई पनि इन्भेस्टिगेसन गर्न सक्थ्यो। त्यसैले आज सिङ्गापुरमा करप्सन रेट अलमोस्ट 0 छ।